ए तपाईलाई कस्तो लाग्यो राजा? राम्रो लाग्यो? एकदमै बढिया यार। हेलो गाइज, नमस्ते। तपाईँ सम्पूर्णलाई मेरो नयाँ ब्लग भिडियोमा स्वागत गर्न चाहन्छु। आज चाहिँ म स्विमिङ पुलमा जाँदैछौँ। हामी दुईजना छौँ दाजु है। एकदमै रमाइलो, एकदमै घाम भइरहेको छ कि घाम भइरहेको छ, त्यही भएर चाहिँ पौडी खेलिदिउँ भन्ने विचारले हामी चाहिँ स्विमिङ पुलमा जाँदैछौँ। के छ दाइ हालखबर? ठिक छ? एकदम बढिया, एकदम बढिया। हाम्रो चाहिँ साथीहरूलाई के भन्न चाहन्छ यता फर्केर भन्नुहोस् ल। एकदम गुड छ राजा हो। एकदम लाइक गर्नु होला राजा हाम्रो भिडियोलाई। अलिकति सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गरिदिनु होला भन्न चाहनुहुन्छ? सब्स्क्राइब गर्न चाहनु होला। हामीले चाहिँ हेर्नुहोस्, पहिला यहाँनिर हो बाख्राको टाउको साउको बनाएर कहाँ? यहाँ जङ्गलमा राजा, यहाँ यो जङ्गलमा राजा, यहाँ पर यहाँ जङ्गलमा पोलेर हेर्नुहोस् हामी दुईजनाले। भित्र के यता उत्यन्नेर ए बाख्राको टाउको लिएर पोलेर बनाएर खाइयो। मजाले बनाएर त्यहाँ पोल पाल गरेर रमाइलो रहेछ त यार। अनि यार जङ्गलमा बसेर मजाले बसेर पार्टी गरिरह हो। अब कहिले गर्ने पार्टी? गरौँला अब एक दिन हेर्ने राजा। अब त यहाँ जङ्गलमा बस्दिन्छन्, काटेर मस्तसँग पोलेर चाहिँ होइन मासु सासु बनाएर खानिदिन्छन् मजाले। के छ र केही हुन्न सब सामान आफूसँग हुनु पर्यो, सब चिज खान पाइन्छ यहाँ। एक दिन चाहिँ हामीले चाहिँ मासु सासु पोलेर पनि खानेछौँ होइन। तपाईँहरूलाई चाहिँ त्यो भिडियो पनि आउँदैछ। पक्कै पनि आज चाहिँ हामी स्विमिङ पुलमा जाँदैछौँ। लास्टै घाम हुने कि यो ठाउँमा खै के भएको? नेपालमा कतिको घाम छ मलाई कमेन्ट गर्नु होला है त। यस्तो घाम त हुन्न होला हेर न। हुन्छ हुन्न यस्तो घाम हुने कि जातिभित्र यार। घाम छ त अब त किन यस्तो घाम भयो होला है? धेरै घाम यार। पुरा चक्कर आउन लागिसक्यो यार अब त। पानी यार, पानी पनि पर्दैन कि अझै। खै के भएको? पानी नेपालतिर त परिरह होला न? पर्छ कि नेपालमा पानी? आजभोलि खै कस्तो छ अब सायद परे छैन होला। ए अनि तपाईँ चाहिँ नेपालतिर कहिले जानुहुन्छ है? मेरो त अझै 1.5 वर्ष छ राजा। 1.5 वर्ष? 1.5 वर्षमा यार के कति पैसा धेरै कमाउनुहुन्छ क्या पैसा? 2 वर्ष नबसेर इन्डियाबाट नेपाल के जाने राजा? 2 वर्ष इन्डियामा बस्ने? अलि बस्नै पर्ने हुन्छ राजा। ए नेपालमा जानु त तपाईँ एकदमै सहज हुन्छ त यहाँबाट त यार। भए पनि तर चाहिँ अब 1-2 वर्ष नबसेर अब नेपालमा रोजगार केही छैन हामी जस्ता मान्छेलाई। अब यहीँ नै छ अब भनौँ। जिन्दगी भन्ने यहीँ निक्ल्यो मेरो अहिलेसम्म राजा। हेर्नुहोस् कति वर्ष भयो तपाईँलाई यहाँ यो इन्डियामा? अहिले 22 वर्ष भयो राजा। 22 वर्ष भयो? 22 वर्ष भयो। ए 2001 मा पुग्यो हो। ए यस्तो चाहिँ जाछ नि बाटो। हामी 15 कति वर्ष भन्नुभयो? हजुर कति वर्ष भन्नुभयो? 22 वर्ष भयो। 22 वर्ष इन्डियामा बस्नु भन। मेरो बचपन इन्डियामा हो त। पहिलेदेखि होइन? पहिलेदेखि। के गर्ने इन्डियामा नाम भन्ने पनि? नाम पनि छैन, कामै छैन क्या यार। आजभोलि नेपालमा गएर घरमा गएर काम गर्ने मन लाग्दैन। हेर्नुहोस् घामले पनि त्यस्तै, अनि अलिकति जग्गा जमिन पनि छैन। होइन आउनु पर्यो इन्डिया, आउनु पर्ने होइन। खाना लाउनु खास इन्डिया नकमाएपछि त खतम छ यार। खतम छ। घरको रोटी पाक्दैन। रोजगार छैन क्या सबभन्दा। यहाँ यो गार्डन भनेको मैले यो हेर्ने भित्र। ए यो गार्डनमा हो? मस्त छ त्यहाँ पनि। यो मान्छे त्यो शमशान घाटको गार्डन हो। अब चाहिँ स्विमिङ पुलमा हामी पुग्छौँ। स्विमिङ पुलमा चाहिँ पुग्दाखेरि चाहिँ टिकट सिकट टक्क ल्याइन्छ। पोखरी पनि रहेछ होइन। रमाइलो भइरहेको छ, मजा आउँछ आज है। तपाईँलाई चाहिँ हामी स्विमिङ पुल खेल्ने ठाउँ कस्तो छ देखाउन चाहन्छु होइन। सबैले चाहिँ हेर्नु होला। अनि धेरै जस्तो साथीहरूले चाहिँ के गर्नुहुन्छ भने दाइ होइन, धेरैले चाहिँ के गर्नुहुन्छ, भिडियो हेर्नुहुन्छ, अलिकति हेर्नुहुन्छ, छोडेर जानुहुन्छ क्या। उहाँहरूलाई चाहिँ तपाईँले के भन्नुहुन्छ? नगर्नु होला, पुरै भिडियो हेरिदिनु होला। पुरै भिडियोमा केही न केही त होला, पुरै हेर्नु होला, लास्टमा हेर्नु होला। अनि एउटा लाइक पनि गरिदिनु होला। लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला नयाँ मान्छेले। त्यही भन्न चाहन्छु म पनि। नयाँ हुनुहुन्छ भने प्लिज मेरो भिडियोलाई हेरेर, यदि तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। यदि नराम्रो भिडियो लाग्यो भने चाहिँ यो राम्रो लागेन है, योभन्दा अझै राम्रो बनाउनु पऱ्यो, योभन्दा अलिकति इम्प्रुभ गर्नु पऱ्यो, योभन्दा चाहिँ यस्तो टाइपको भिडियो बनाएपछि राम्रो हुन्छ भनेर चाहिँ सुझाव पनि दिनु होला। कमेन्टमा चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्न चाहन्छु। अब चाहिँ हामी स्विमिङ पुलमा पुग्यौँ। स्विमिङ पुलमा चाहिँ टिकट निकाल्ने कुरो हुन्छ होइन। टिकट एउटा चाहिँ काटेर, 2टा टिकट काटेर अनि गइन्छ, खेलिन्छ मजासँग होइन। 1 घन्टाको चाहिँ 40 रुपियाँ मात्रै रहेछ यार। सस्तो रहेछ। नि हो यार स्विमिङ पुलमा नै। काटिन्छ त? पैसा दिन्छ त? पैसा दिउँला नि। कति रुपियाँ हो र? 40 रुपियाँ 80 रुपियाँ।
रुपियाँ टिकट यहाँ काट्ने होइन पहिला बन्द भएको थियो एकचोटि आएको थियो मध्ये बन्द हुँदैन 3 वर्ष 3 वर्ष कोभिड त्यो जस्तै क्या एक तास जस्तो कि जस्तो म्युनिसिपालिटी वाले का हैन गभर्नमेन्ट चलो अब चाहिँ हामी गइसक्यौँ स्विमिङ पुलमा जाँदैछौँ हामी होइन धेरै मान्छेहरू रहेछन् हेर्न सक्नुहुन्छ यस्तो छ बच्चाहरू खेलिरहेछन् चप्पलले बाहिर खोल्ने कपडा चेन्ज गर्ने अहिले कपडा चेन्ज गरेर त हुन्छ कस्तो अनुभव भयो त दाइ एकदम बढिया दामी छ हेर्न हामी आज स्विमिङमा आएको हेर्नुस् राजा एकदम दामी छ एकदम दामी मस्त भयो एकदम मस्त भयो राजा हेर्ने मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ ले मेरो बताउँदा हुन्छ मजा छ यार थकाइला एकदम थकाइ लाग्यो यार 1 घन्टा भयो नि 1 घन्टा भयो खेल्न अब लाग्यो एकछिन खेल्दै जाम ए तपाईलाई कस्तो लाग्यो राजा राम्रो लाग्यो एकदमै बढिया हालत टाइट भयो ए हालत टाइट भयो ओहो उसो भए रमाइलो भयो रमाइलो भनाइ ल अब भयो त जाउँ त जाउँ अब जाउँ अब जाउँ धेरै पनि नखेलौँ अब बिमार हुन्छ नि बिमार हुन्छ मान्छे ल त हामी चाहिँ अब स्विमिङ गरिसक्यौँ होइन स्विमिङ पुलमा टक्क पौडी सौडी खेलेर अब जाँदैछौँ अब रुमतिर गइन्छ एकछिन चाहिँ घुमघाम गरेर बजारतिर कस्तो मजा आयो लास्ट यार कस्तो लाग्यो तपाईँलाई दाजु एकदम बढिया यार एकदम मस्त भयो यार चिज छ भने एकदम बढिया भयो यार फ्रेस भयो यार दिन के आउनुपर्छ क्या खेल्नको लागि होइन क्या बहुत मजा यार टाढा पऱ्यो क्या नजिक भइदियो त हामी आइहाल्ने थियौँ एकदम टाढा भयो क्या टाढा छ यहाँनिर मन्दिर रहेछ के मन्दिर खोइ केटाहरू आउँछ नि सेजा आफू भुटान रहेछ हेरेर आउनु त्यहाँ पार्कमा जाऊँ त आज गइदिउँ न के हुन्छ हाम्रो के काम छ दिनभरि घुम्यो खायो बस्यो साँझतिर गयो कालो कडे हल्लायो पैसा ट्याक्क पुज्यो समयले कति आएछ भर्खर 11 बज्यो ए भर्खर उठ्ने बेला भएर छ हाम्रो त भर्खर 2 घन्टामा त 3 घन्टामा काम छ फाल्तु छ 3 घन्टामा त हामी के पो गर्छौँ न यस्तै हो न साथीहरू के गर्ने यस्तै छ पोखरी हो कि हेर्न ठुलो पोखरी रहेछ नि यसमा पानी के हुन्छ यार बर्खामा यहाँ पोतल छौँ पानी के हुन्छ यार अहिले हामी यहाँ अब जुस गर्मी बढी भएर गन्नाको जुस खान आइरहेको छौँ अनि के यार यहाँ तपाईँले के गर्छ मोटर लगाएर चाहिँ यार मोटर लगाइरहेको छ हामी चाहिँ अहिले गन्नाको जुस खाइरहेछौँ होइन उसको रस लास्टै घाम भयो होइन स्विमिङ पुल खेलेर आइसकेपछि
बाटोमा भेट्यौँ भने एकछिन, त्यही भएर घामले चाहिँ अलिकति असर गर्ला जस्तो गर्यो क्या। त्यही भएर चाहिँ 1 गिलास चिसो गन्नाको जुस खान्छौँ। त्यसपछि चाहिँ हामी अर्को ठाउँ एउटा पोखरी छ अरे, माछा हेर्न जान्छौँ। त्यहाँ पोखरीमा कतिको माछा छ, त्यहाँ एकदमै 5 किलोको माछा छ अरे। 5 किलोको माछालाई चाहिँ कस्तो अब त्यहाँ हामी हेर्छौँ होइन, यदि भाउताउ मिल्यो भने चाहिँ एउटा माछा किन्ने विचार पनि छ हाम्रो होइन। एउटा माछा किनेर चाहिँ घर बनाएर हामी खाने आज प्लान छ। आज छुट्टी गरेर चाहिँ हामी चाहिँ घुम्न आएका छौँ। पक्कै पनि तपाईँ सम्पूर्णले यहाँको 5 किलोको माछा कस्तो रहेछ होइन हेरेर पक्कै पनि केही न केही गुनासो गर्नु होला होइन, कमेन्ट गर्नु होला भन्न चाहन्छु। यस्तो छ होइन। होइन होइन आप 15,000 यस्तो हुन्छ होइन, खान सक्नुहुन्छ है। मस्त के छ है पहिला तपाईँहरूलाई के छ अन्त मस्त छ यार। भिडियो बनाउनु त मस्त मस्त ल यार गन्नाको रसमा के कागज पनि हाल्नु रहेछ नि। यसले देखाउनु न बियर हो कि होइन के गर्ने होइन। भिडियो लाग्छ सुपर मार्केट घुम्यो खायो हिँड्यो होइन, त्यस्तै छ हो जिन्दगानी रेलीमै पाराको। अरे भदै राजा यार के छ भदै राजा हालखबर छ के हो यो तेल हो काम कहाँ गरिन्छ यहाँ जाई खोइ त हो एक्लै हो कति आएछ पैसा 500 हो। ब्लग भिडियो हेरिन्छ कि मेरो च्यानललाई सब्सक्राइब गरिराख कि नै ल मेरो च्यानल सब्सक्राइब गर्नु है, बिपी पिस्ट हाल्नु सर्च गर्नु। अहिले आयो ल यहाँ जाम त मै जाम न बजाइको जाम के घाम हुन्छ के अहिले आम्ला गरेर नै घाम हुन्छ वहाँ यहाँ किन बस्छ के छ र यहाँ बस्ने घाम हुन्छ के छ पोखरीमा यस्तो राम्रो यहाँ मस्त छ होइन, पानी धेरै फोहोर रहेछ यहीँ भन्ने तपाईँले के भन्छ जुङ्गे माछा भनेर त्यो फोहोर छ क्या नआएर